हेलो साथीहरू, नेपालमा लिग 2 को आजदेखि फेरि खेल स्टार्ट हुन गइरहेको छ। नेपाल र स्कटल्यान्डसँग छ आज 12 तारिकको। र तपाईहरूलाई के लाग्छ, जुन तरिकाले नेपालको ए टिमले स्कटल्यान्डलाई युएसएसँग खेल्यो, त्यो तरिकाले नेपालको सिनियर टिमले के जित हासिल पार्न सक्छ? क्या त्यही तरिकाले, क्या त्यही मनसायले नेपालको सिनियर टिमले स्कटल्यान्ड र युएसएसँग खेल्न सक्छ? नेपाल स्कटल्यान्ड र युएसएलाई हराउन सक्छ या सक्दैन? र कुन कुन खेलाडीहरू तपाईहरूको मनपर्ने खेलाडी छ? र यो लिग 2 जो आजदेखि स्टार्ट हुन गइरहेको छ, यसमा अनिवार्य खेल्नै पर्ने भने कुन खेलाडीहरू छ? तपाईहरू नाम कमेन्टमा छोड्नु होला है साथीहरू।